सो हेलो एभ्रिवान, मेरो नाम चाहिँ रबिन, घर चाहिँ नेपाल सुदूरपश्चिम। म चाहिँ फ्रान्स आएको 3 वर्ष जति भयो अनि अहिले चाहिँ मेरो भ्याकेसन चलिरहेछ। नोभेम्बरको महिना यहाँ भ्याकेसन हुन्छ हाम्रो अनि यो अलमोस्ट 3 विकको भ्याकेसन थियो। सो म चाहिँ जाँदैछु स्विजरल्यान्ड। म चाहिँ फ्रान्समा मोपेले भन्ने सिटीमा बस्छु, तर म चाहिँ भ्याकेसनको लागि स्विजरल्यान्डको बासेल भन्ने ठाउँमा जाँदैछु 4-5 दिनको भ्याकेसन बनाउन। त्यहाँबाट जर्मनी पनि जानेछु सायद। सो लेट्स ट्राभल विथ मी, ट्राभल विथ रबिन इन युरोप। कस्तो छ, के छ त्यहाँ, के छ कुराहरू हैन, म सबै तपाईहरुलाई अपडेट गराउनेछु, देखाउनेछु त्यहाँ। किप जोइनिङ विथ मी, लेट्स गो। सो हेलो गाइज, म चाहिँ पुगिसकेँ हैन। अनि यहाँ अहिले चाहिँ यहाँ रातिको 12:30 भन्दा बेसी भइसक्यो। खाना के पाउँछ यहाँ अर्डर गर्नुपर्छ। अब उबरबाट मगाउनुपर्छ होला। त्यही हो। रुम चाहिँ यस्तो छ, पुरै बवाल। एकदम खतरनाक रुम छ यहाँ। अब चाहिँ के मगाएर खानु पर्यो अनलाइनबाट। त्यही हो। अनि सुत्नुपर्छ। अनि भोलि चाहिँ कहाँ छ भने स्विजरल्यान्ड घुम्न जानुपर्छ। Machine out of service, go to the other त्यस्तो क्याफेहरू आफै बनाएर आफै टक्कसँग अर्डर गर्न आउँदो रहेछ यहाँ। यस्तो राम्रो हो। Wi-Fi cut it, taxi सो हेलो एभ्रिवान, हामी चाहिँ त्यहाँ रुमबाट निस्किसकेका छौँ होटलबाट। अब चाहिँ बासेलको ट्रेन स्टेसनतिर जानुपर्छ हैन। त्यहाँ चाहिँ तीनटा कन्ट्रीको त्यहाँ बोर्डर छ। त्यहाँ जर्मनी, फ्रान्स र स्विजरल्यान्डको बोर्डर छ त्यहाँ। अनि त्यहाँबाट चाहिँ नि ट्रेन लिएर जानुपर्ने हो। अब हेरौँ कता गइन्छ। मैले खासै सबैतिर रिजर्भेसन त गरेँ हैन। हेरौँ। सो म चाहिँ यो ट्रेन स्टेसनको यो यसमा चाहिँ पुगिसकेको छु। एक्ज्याक्ट कुन चाहिँ हो यो भन्ने चाहिँ छैन। यहाँ चाहिँ यस्तो हुन्छ। यसको चाहिँ फोटो खिच्दा राम्रो। कहिले हजुरहरू आउनु भयो भने यसको चाहिँ फोटो खिच्नु। यस्तो चिजहरूको यहाँ नोटिस टार्स चाहिँ हुन्छ, किनकि पछि कतिखेर छ के छ नेट नचले पनि हजुरलाई एक्सेस गर्न सजिलो हुन्छ हैन। त्यही हो। म पनि यसको फोटो खिच्दैछु। पछि यतै रिटर्न आउनु पर्यो भने चाहिन्छ।
यो गुगल म्यापले यस्तो ल्याङ हान्छ मलाई ऊ त्यो पर ऊ त्यहाँबाट लगेर यहाँबाट आइज अनि यो बिचबाट आइज यो रोड यस्तो यो रेलवेको रोड क्रस गरेर अनि यता आइज भन्दैछ जब कि यहाँ यता यस्तो बाटो छ क्या यहीँबाट त्यही डाइरेक्ट रोडमा कनेक्ट गर्ने यहीँबाट बाटो छ मलाई त्यहाँबाट त्यो बाटोबाट घुमेर ऊ त्यहाँ परबाट अनि यता आइज भन्दैछ गुगल म्याप इज क्रेजी लाइक यस्तोमा हिँडाउँदै मलाई यस्तोमा हिँडाउँदैछ गुगल म्यापले कहना क्या चाहते हो भाइ मार्ने विचार छ के हो बासेल चाहिँ पुग्यो केटा हो यो सायद बासेल यहाँबाट मैले चाहिँ अरू ठाउँ जानुपर्ने छ म चाहिँ अरू ठाउँ जानुपर्ने छ बास स्विजरल्यान्डको त्यही भएर यो चाहिँ मेन बासेल भयो अर्को ठाउँ जानुपर्ने छ त्यही भएर चाहिँ हामी चाहिँ त्योतर्फ लाग्छु म चाहिँ लास्ट ठुलो छ यार यो स्टेसन त तीनटा कन्ट्री जाने स्टेसन भयो त्यही भएर लास्ट खतरनाक छ त्यति ठुलो छ Stupid guys over here. I don't know कति टर्मिनल छ यो भित्र 30 हो कि कति 40 वटा कति टर्मिनल छ क्या समुद्र गेट नम्बर 15 मा जानुपर्ने हो कता चाहिँ यो स्विजरल्यान्डको लुस्रेन भन्ने ठाउँमा पुगिसक्यो अब यहाँबाट चाहिँ मोन्टिलातुस भन्ने ठाउँमा जानु छ मैले चाहिँ अब चाहिँ पहिला चाहिँ फ्रेस भएर यहाँ टिकट काट्ने छ टिकट काटेर जानुपर्छ त्यो पहाड चढ्न जानुपर्छ अब त्यहाँ माथि त्यो टुप्पाको त्यो पहाडमा चढ्न जानुपर्छ ऊ त्यो ए ऊ त्यहाँदेखि हो त्यसमा जानुपर्छ यही हो गाइस
आइछ हाम्रो के अरे पिलातुस भन्ने यहाँ टिकट लिनु पर्ने रहेछ यहाँनिर कस्तो ट्याक्स पुरा लाइन लागिरहेछ त्यसमा जानुपर्छ त्यही हो हेरौँ कस्तो हुन्छ हैन यहाँ छौँ हामी यहाँ कुनामा छौँ यहाँबाट यस्तो पुरै छ यो यत्रो ठुलो Oh, 90 euro for this. Up and down. With meat reservation. Du, ich lasse das sein. Kann man nicht mehr auf. Jetzt und das zweite. This way? Morgen schaffe ich, also nicht schon 4 Uhr. Ah, okay. 正面，或者坐最前面。经理啊，什么？对，这个合作。
€90 तिरेको दुःख लाग्दै छैन। Sorry, 왜 너머로 줘? खानेमा हुन्छ नि। चढ्न जानुपर्ने हो माथि। एकछिनपछि केही खाएर जानु पर्यो। कुकुर त लिएर आछन् यहाँ मान्छेहरूले। आमामा लास्ट चिसो छ। गन्तव्य राम्रो छ हाम्रो। त्यहाँ पुग्दैछ माथि। त्यहाँ लेखेछु आमा गाइजहरू रमाइलो छ, रमाइलो स्विजरल्यान्ड। आउनुहोस् तपाईँ पनि मजाले खर्च गर्नुहोस् पैसा। एकदम पैसा वसुल छ स्विजरल्यान्ड। यहाँ हेर्नुहोस्, यहाँ यस्तो बवाल भ्यू छ। ल हाम्रो नेपालमा पनि यस्तो बनाउन सकिन्छ होला, तर के गर्ने चोरहरूले सबै। नेक्स्ट टाइम त पुरै ट्रेकिङ गर्दै आउनुपर्छ यहाँ। फोटो खिचिदिने पनि मान्छे छैन मेरो त। सोलो ट्रिप भनेर यहाँ फोटो खिचिदिने मान्छे छैन मेरो। हात पनि काम गर्दै छैनन्। त्यहाँ लोकल गाउँ रहेछ अझ एउटा। यो एक्सन क्यामेरामा जुम नभएर मात्र हो। पुरै गाउँ यस्तो काम त छोड्ने भएन कहीँ पनि कपल्सहरूले। Look at it.
त्यहाँ पर लेक रहेछ एउटा कति चिसो छ गाइस जति यहाँ यतातिर हाल्छ क्या टेलिस्कोपबाट माउन्ट पिलातुस भन्ने ठाउँमा एकदम रमाइलो छ यहाँ हेलो एउटा बाजे अप सरी यस्तो पहाडमा यिनीहरूले कसरी बनाउन् के हो मान्नै पर्छ क्या अझ कति कति मजबुत छ कि यो पुरै आई मिन यो पुरै लेनै बनाइदिए यिनीहरूले यहाँ आउने एउटा त्यो ट्रेनको टाइपको लेन बनाइदिए पहिरो पनि नजाने होला के हो खतरनाक बनाइदिए क्या एकदम मान्नुपर्छ यस्तो काम हाम्रो नेपालमा त कहिले हुन्छ जस्तो मलाई लाग्दैन ठिक छ त्यही पनि यहाँ आगो पनि छ गाइस यहाँ I have some fire over there काम गर्नु छोड्यो भने यहाँ आएर आगो सेक्दा हुन्छ